गुड मर्निङ सबै साथीहरूलाई। अनि आजको दिन तपाईको मङ्गलमय रहेको होस् भनी म कामना गर्दछु। माथि वकमा आएको छु साथीहरू। हिजो त पानीले गर्दा आउनु पाएन। हिजो बिहान उठ्दाखेरि नै गडङगडुङ हुँदै थियो अनि हावा चलिरहेको थियो। हावा चल्दाखेरि चाहिँ रुखको हाँगाहरू एकदमै कोही बेला विक भएको हुन्छ। उता त रुखको हाँगाहरू झरिरहेको रहेछ अनि यसैले गर्दाखेरि आइन। अनि फेरि ग्याप हुँदा चाहिँ धेरै साह्रो पर्दो रहेछ। अस्ति पनि आउनु पाएन। अनि ग्याप हुँदा चाहिँ जुन हाम्रो हिँडिबस्दाखेरि चाहिँ स्टेमिना राम्रो हुन्छ, तर ग्याप गर्दा हामी चाहिँ धेरै प्रब्लम हुँदछ, हिँड्नु साह्रो पर्दछ। अनि यसैले गर्दा 4-5 दिन फेरि ग्याप भएको थियो। अनि फेरि आज चाहिँ आयो अनि आज आउँदा अलिकति धेरै उकालो हिँड्न साह्रो परेको जस्तो भयो। त्यसैले गर्दा चाहिँ कन्सिस्टेन्सी भन्ने कुरो चाहिँ कन्टिन्युस चाहिँ हुइबस्नुपर्ने जस्तो चाहिँ कुरोमा पनि मलाई लाग्यो। अनि वकमा आउँदै फेरि ग्याप गर्दै गयो भने धेरै गाह्रो पर्दछ। सो फ्रेन्ड्स, ठिकै छ, तर पनि कोहीलाई त्यस्तै हुन्छ, कोहीलाई के काम हुन्छ, कोहीलाई कहाँ जानुपर्ने हुन्छ। तर पनि वकमा आएँ, अलिकति आफूलाई एक्सर्साइज गरिसकेँ। अनि एक्सर्साइज गरिसकेर चाहिँ सानो यो भिडियो बनाएको तपाईँहरूको लागि। सो फ्रेन्ड्स, बाई बाई, टेक केयर। अब हामी फेरि पनि घरतर्फ लाग्नेछौँ। बाई।